आज हामी सीई परीक्षा उत्तीर्ण गरेर पनि नेपालमा सिट नपाउनु भएको र निराशामा रहिराख्नुभएका विद्यार्थीहरूका लागि एकदमै महत्वपूर्ण जानकारी दिन गइरहेका छौं। नेपालमा एमबीबीएस अध्ययन गर्न अत्याधिक महँगो शुल्क तिर्न पर्ने बाध्यता रहेको छ। यसैका कारण सिट पाएका धेरै जसो विद्यार्थीहरूले समेत विदेशका विश्वविद्यालयलाई रोज्ने गरेका छन्। यदि तपाई पनि सीई परीक्षा उत्तीर्ण गरेर नेपालमै अध्ययन गर्ने इच्छा हुँदाहुँदै पनि सिट नपाएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस्। आज हामी तपाईहरूका लागि एउटा उत्कृष्ट विकल्प लिएर आएका छौं। सेन्ट्रल एसियामा अवस्थित नेपालकै स्तरको गुणस्तरीय शिक्षा र आर्थिक रूपमा समेत सहज हुने एसिया इन्टरनेशनल युनिभर्सिटीको विषयमा जानकारी दिन गइरहेका छौं। यहाँको विशेषता भनेको उच्च गुणस्तरको पढ़ाई, पहिलो वर्षदेखि नै अस्पतालमा अभ्यास, साथसाथै एडभान्स भीआर टेक्नोलोजीबाट क्लासको सुविधा, साथै प्रत्येक ब्याचका विद्यार्थीहरूलाई 20-20 जनाको दरले साना साना कक्षामा विभाजन गरेर ध्यान दिएर पढ़ाउने प्रणाली रहेको छ। गजबको कुरा त यस विश्वविद्यालय नेपाली शिक्षक तथा नेपाली फ्याकल्टीहरूबाट नै सञ्चालित छ। अहिलेको परिस्थिति र भविष्यलाई मध्यनजर गरेर एसिया इन्टरनेशनल युनिभर्सिटीमा पढ़ाई भइरहेकाले नेपाली विद्यार्थीहरू यहाँ अध्ययनरत छन्। हामी पनि यसै विश्वविद्यालयका विद्यार्थीहरू हौ।